ल लगभग आजको हाम्रो उपस्थिति यति नै होला जस्तो छ है। हाम्रो तालसीखेल हेमेन्द्र साइली सर लगायत उहाँको त घरमा न्वारानको प्रोग्राम छ क्या, हामीलाई ग्रुपमा मेसेज पनि छोड्नु भएको थियो। अब उहाँ आउनुहुन्न, सायद कतिपय हामी आज जान्छौँ पनि होला उहाँकोमा, कोही साथीहरू। अनि उहाँ लगायत अन्य केही साथीहरू छुट्नु भएको छ। अब अर्को कार्यक्रममा अवश्य उहाँहरू पाल्नुहुनेछ। आजको हाम्रो भेटघाट चाहिँ लगभग अब सामान्य एउटा परिचय जस्तो कार्यक्रम, एउटा ब्रदरहुड ग्रुपको के हो त परिचय भन्ने किसिमले सामान्य हाम्रो परिचय र भेटघाट गफगाफको शैलीमै रहनेछ है। अनि कार्यक्रमको थोरै सूची त अब त्यति लामो हाम्रो प्रिपरेसन त छैन होइन भाइ, सामान्य प्रिपरेसन। अब हाम्रो यो भेटघाट हाम्रो हाजिरा भइ नै हाल्यो, उपस्थिति जनाउने हाजिरी जस्तो उपस्थिति भइहाल्यो। त्यस पश्चात हाम्रो एउटा परिचय जस्तो कार्यक्रम हुनेछ। परिचयमा चाहिँ अब ब्रदरहुड ग्रुपको बारेमा आफूलाई के बोल्न मन लागेको कुराहरू परिचय सँगसँगै बोल्न मिल्नेछ, बोल्न पाइनेछ, अथवा आफ्नो नाम र परिचय मात्रै दिँदा पनि भयो। त्यसपछि थोरै त्यो विषयमा हामीले ग्रुपको हाम्रो कुराहरू राखिसके पछाडि हाम्रो कफीको कार्यक्रम हुनेछ। कफीमा ब्ल्याक कफी छ अनि मिल्क कफी पनि छ, आफ्नो चोइस अनुसार लिन मिल्यो। अनि कफी सँगसँगै हामी अन्तर्क्रिया जस्तो एक आपसमै गफहरू गर्छौँ। के गर्ने, अब ब्रदरहुड ग्रुप स्थापित त भयो, अब आगामी दिनहरूमा यसलाई कसरी लाने, यसको विशेषता के हो, कसरी अगाडि बढाउने भन्ने कुराहरू नै एक आपसमा हामीले गफगाफकै शैलीमा कुराहरू गर्छौँ। लगभग 15-20 मिनटको त्यो कार्यक्रम सकिएपछि, कफी सकिएपछि हाम्रो ब्रेकफास्टको कार्यक्रम हुनेछ। ब्रेकफास्टको कार्यक्रम चाहिँ बाहिरको परिसरमा रहेर, ब्रेकफास्टमा हाम्रो स्यान्डविच छ अनि बोइल एग छ, अनि फ्रुट्समा हाम्रो एप्पल र के एप्पल र म्याङ्गो। फ्रुट्समा यो सिजनल फ्रुट्स पनि म्याङ्गो ठिक हुन्छ भनेर म्याङ्गो राखिएको छ। अनि बाहिर पनि हाम्रो गफगाफ छलफलकै क्रममा त्यो ब्रदरहुड ग्रुपकै बारेमा केही कुराहरू छलफल गर्दै एउटा ग्रुपिङ फोटोहरू, सामान्य एउटा ग्रुप फोटोहरू गर्नेछौँ। त्यस पछाडि लगभग अन्तमा हाम्रो तल पार्किङ परिसरमा एउटा ग्रुप फोटोहरू खिच्नेछौँ। त्यो हामी ग्रुपमा राख्ने पनि छ। एउटा हातेमालो गरेको एउटा युनियन जस्तो बनाएर एउटा अलिक फरक खालको फोटो तल हामी पार्किङ परिसरमा खिच्नेछौँ। त्यसपछि लगभग हाम्रो कार्यक्रम समापन जस्तै नै हुनेछ। अब आज हाम्रो पहिलो भेटघाट भएको भएर अब त्यति धेरै हामीसँग योजनाहरू त छैन, सामान्य हाम्रो यो ब्रदरहुड ग्रुपको एउटा परिचय मात्रै हुनेछ भनौँ न है त। ल सबैजना आदरणीय दाजुभाइ साथीभाइहरूमा अभिवादन, गुड मर्निङ। अब ब्रदरहुड ग्रुपमा स्वागत छ भनौँ न है त। ल स्वागत छ। अब के परिचयबाटै सुरु गर्ने? ल परिचयकै क्रममा मैबाट सुरु गरेँ नि त है। त्यो उभिएर बोल्ने ठिक छ। अब हाम्रो यो चाहिँ वक्ता जसरी बोल्ने एउटा भाषण गर्ने शैलीको कार्यक्रम भन्दा नि एउटा हाम्रो साथीभाइ दाजुभाइ एउटा भाइचाराको नाताले गफगाफको शैलीको हाम्रो समूह भएकोले कोही वक्ता जस्तो पनि हुँदैन, एउटा भाषण गर्ने व्यक्ति पनि हुँदैन कि, त्यो भएको भएर ल म परिचयतिर लागेँ। मेरो नाम दिप केसी, पुरानो चाहिँ म धरानको बासिन्दा, धरान 0 पोइन्टको। अहिले मैती देवी चोक निवासी। म आफ्नै निवासमा व्यवसाय सञ्चालन गर्छु। मेरो व्यवसायको नाम चाहिँ शुभकामना ज्वेलरी हो। त्यता आसपासमा हुनुहुने साथीहरूले अब याद पनि गर्नुभएको होला। अनि अब यो हाम्रो ब्रदरहुड ग्रुप अब हाम्रो यो आजको यो भेटघाट भनौँ न, पहिलो चरणको भेटघाट एकदमै रमाइलो पनि छ, सामान्य छ, थोरै कौतूहल पनि छ, थोरै जिज्ञासामय पनि छ। के हो त कस्तो हो यसको परिचय भन्ने कुरामा। हुन त ब्रदरहुड एउटा शब्द नै एउटा भाइचाराको अर्थ राख्ने शब्द भयो। यो भन्नाले हामी यो भित्र कोही ठुलो सानो अथवा पदीय हिसाबबाट अध्यक्ष उपाध्यक्ष सचिव त्यस्तो केही पनि नभने विशुद्ध एउटा भाइचारा जस्तो। अनि हामीलाई परेको बेलामा हाम्रो सर्कलभित्र केही अप्ठ्यारो गाह्रो परेको बेलामा हामी एकजुट हुन सक्छौँ भनेर स्थापित गरेका छौँ भनेर हामी लगभग सबैले बुझेकै छौँ है। त्यसो भनिरहँदाखेरि हाम्रो यो समूह, यो संस्था, अहिले संस्था त नभनिहालौँ, अब यसको परिचय नै नहुने भन्ने हुँदैन। भविष्यमा हाम्रो परिचय चाहिँ स्थापित यसलाई हामी गर्छौँ। पहिला हामी यो सुरुवाती चरणमा थोरै स्ट्रङ बन्छौँ, हाम्रो भिजनहरू क्लियर गर्छौँ। जस्तै हामी भित्रभित्रै स्ट्रङ बनाएर हाम्रो गुडविल बनाएर अगाडि जाँदाखेरि अब जस्तै अब टी सर्ट छाप्ने हाम्रो ब्रान्डिङ स्थापित गर्ने क्रममा
ब्रान्ड बनाउनतिर लाग्छौँ। त्यो 2-4 महिनाको पिरियडमा जस्तै टी सर्ट छाप्ने, हाम्रो ड्रेसहरू एउटा बनाउने सामान्य यो हाम्रो अभ्यास भनौँ न, त्यो सकेर हामी पछि गएर सङ्घ महासङ्घ अथवा जुनै जोसुकै यो क्षेत्रमा एउटा पार्टी अथवा सङ्घ महासङ्घ केही पनि सङ्घ संस्थामा हाम्रो परिचय भने चाहिँ अवश्य स्थापित गर्नैपर्छ हामीले। तर हामी ठुलो सानो पदीय हिसाबबाट ठुलो मान्छे सानो मान्छे भनेर होइन। अब यो भेटघाटकै क्रममा हामी अर्को हप्ता हामी केही न केही कार्यक्रमहरू राखिरहनेछौँ, ग्यादरिङ राखि नै राख्नेछौँ। हाम्रो निकटता, हाम्रो दूरी कम गर्नको लागि, निकटता बढाउनको लागि केही न केही हामी जस्तै अब कहिलेकाहीँ बाइक राइडिङ गर्नेछौँ, कहिलेकाहीँ नाचगान रमाइलो गर्नेछौँ, केही न केही प्रोग्रामहरू हाम्रै छलफलबाट निचोड निकालेर एउटा प्रोग्राम चाहिँ हामी तय गर्नेछौँ। अब हामीभित्र त अब कतिपय पदको हिसाबबाट अब होइन, अब पदमा कतिपय एउटा उच्च पदस्थ व्यक्तिहरू पनि हुनुहुन्छ। पछि भोलि गएर हामी ठुल्ठुलो पदको मान्छे हुन पनि सक्छौँ, माननीय हुन सकौँला, एउटा संसद हौँला रे। तर हामी जुनसुकै पदको भए पनि हाम्रो त्यो पदीय जिम्मेवारीभन्दा पर गएर हाम्रो ब्रदरहुड ग्रुपभित्र चाहिँ विशुद्ध फ्रेन्डली एउटा हाम्रो वातावरण बन्नेछ। हाम्रो पदीय हिसाबबाट भोलि गएर हामी सभासद मन्त्री लेभलको भए पनि तर यो हाम्रो थलोमा बसिसके पछाडि चाहिँ एकदम विशुद्ध भाइचारा, आफ्नो दुःख बिसाउने, परेको बेला एकजुट हुने, हामी एउटा भावना साटासाट गर्ने थलोकै रूपमा स्थापित हुनेछ है। अब 9 बजेको कार्यक्रम अनि त्यो गर्दाखेरि अब समग्रमा यही नै हो। अब बाँकी कुराहरू चाहिँ हाम्रो छलफलबाट गफबाटै राखौँ होइन। अब परिचयको सिलसिलामा अब दोस्रो परिचय अर्को साथीलाई यसरी नै जाऊँ न। नाम परिचय दिनु भयो। मेरो नाम चाहिँ नारक्षण देउरी। हाल चाहिँ म यहाँ पुरानो मानिसहरूमा कारखाना पसल गरेर बसिरहेको छु। व्यापार व्यवसाय मेरो त्यही हो। नमस्कार, फिलिप कालीकोटे। हाल मेरो कारखाना बसिराखेको छ। हस्, धन्यवाद। युवराज लामी छ। मेरो पसल चाहिँ इमाडलमा छ, भर्खरै स्टार्ट गरेको। अनि यो ब्रदरहुड चाहिँ अब नयाँ हो, विशुद्ध। म पनि त्यो ग्रुपमा एड भएर चाहिँ साथीहरूले भनेर चाहिँ के रहेछ त, अब हाम्रो यो विद्यमान समस्या त अलरेडी छँदैछ, यसमा हामीलाई चाहिँ केही राहत हुन्छ कि भन्ने हिसाबले अब ज्ञान चाहिँ त्यत्रो धेरै चाहिँ छैन, सामेल भएर बुझौँ, एउटा साङ्गठनिक हिसाबले काम गरौँ न त भन्ने हिसाबले चाहिँ आएको। मेरो नाम नवीन पुला। आजकल हामी जे पनि छ गुवाघरमा कालीगढ ग्रुपमा काम गरिरहेको छौँ। अनि भर्खरै यो हाम्रो समावेश भन्ने हाम्रो ग्रुप स्थापना भएको कारणले गर्दाखेरि हामी पनि केही होला कि त, केही बुझ्न सकिएला कि त, पुरानो पुस्ताहरू जस्तो भयो भने नयाँ पुस्ताले केही गर्न सकिएला नि त भनेर एउटा ज्ञान दिने तरिकाले हामी यहाँ उपस्थित भएको छौँ। नाम सुरक्षा हाल पुरानो मानिसहरू कार्यरत। यहाँ उपस्थित सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ लक्ष्मण धर्नाल। म चाहिँ धरानबाट हो। केही समय अगाडिदेखि यहीँ सुन चाँदी क्षेत्रमै काम गरिरहेको छु। अहिले चाहिँ पुरानो मानिसहरूमा बसिरहेको छु। थ्याङ्क यू सो मच। म चाहिँ यो इमाडोल 2बाट हो, त्यहाँ अहिले पसल गर्दैछु। त्यति। नमस्कार, म चाहिँ दिपन सिंहजी। मेरो पसल चाहिँ इमाडोल हाल अहिले मेरो पर्ने कारखाना छ पुरानो मानिसहरूमा। अब बाँकी कुरा भनेको अहिले मिटिङमै गर्दै गर्दा परिचयको त्यही थियो है। नमस्कार, मेरो नाम चाहिँ लक्ष्मी गजमेर। म चाहिँ अहिले शान्तिनगरमा, मेरो पसलको नाम चाहिँ माता मनोकामना सुनचाँदी पसल। धरान है। अहिले हाल चाहिँ पुरानो गणेश श्री पार्टी र जयन्तीको संसार। नमस्ते सबैजनामा। मेरो नाम चाहिँ जयल कान्जी। अहिले चाहिँ मैतीदेवीमा अष्टलक्ष्मी ज्वेलरी छ मेरो। पहिला चाहिँ यता नयाँ बानेश्वरमा थियो। अनि मैले एउटा कुरा भन्न खोजेको चाहिँ जुन ब्रदरहुड छ नि, यसमा चाहिँ कस्तो भने तपाईँको ह्याप्पीको लागि मात्रै नहोस्, दुःख पर्दा पनि सबै एकजुट होस् भन्ने चाहिँ
मेरो भनाइ नमस्कार, मेरो नाम दिलराज जसाइली। म अलिस्टार ज्वेलरी प्रालीको सञ्चालक, नयाँ मानिसहरूमा मेरो पसल। सर्वप्रथम त म यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। मलाई एउटा ब्रदरहुड भन्ने अर्गनाइजेसन नै भन्न म चाहन्छु। यो चाहिँ पछि गएर अर्गनाइजेसन नै होस्। हामी सबैले त्यहाँसम्म पुऱ्याउँ यसलाई। एउटा मलाई पनि लायक सम्झेर यसमा एड गरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच भन्छु सबैजनालाई। र यो ब्रदरहुड चाहिँ हामीले तपाईँको अहिले बजारमा जति पनि व्यतिथि चलिरहेका छन्, यी व्यतिथिभन्दा बाहिर बसेर देखिएको छ हामीले तपाईँको जति पनि सङ्घ संस्था छन् सबै पार्टीगत हिसाबले चलिरहेका छन्। यसलाई चाहिँ हामीले पार्टीगत हिसाबभन्दा पार्टीको पहुँचभन्दा बाहिर राखेर हामी ब्रदरहुड भन्ने बित्तिकै भाइचारा भनेर गइन्छ। भाइचारामै यो चाहिँ सीमित रहोस्, यो पार्टीगत हिसाबले माथि नपुगोस्। यसलाई चाहिँ हामीले भाइचारामै सीमित राखेर हामी भाइचाराकै सम्बन्धबाट चाहिँ हामीले हरेक कार्यलाई चाहिँ सफल पार्न सकौँ। आउँदा दिनका अप्ठ्यारा अर्थात् सहज जेसुकै कार्यक्रममा पनि हामीले एकजुट भएर चाहिँ अगाडि बढ्न सकौँ भन्दै धन्यवाद दिन चाहन्छु। नमस्कार, मेरो नाम चाहिँ अभिराज लकान्द्री। नमस्कार। मेरो चाहिँ यता नयाँ बानेश्वरमा गहना स्टोर्स भन्ने छ र यो ब्रदरहुड कम्युनिटीमा भर्खरै हामी सबैजना जोइन भएकोमा सबैलाई स्वागत छ। यो चाहिँ हाम्रो इन्ट्रोडक्सरी पार्ट भएको भएर यसको विस्तृत रूपमा चाहिँ फेरि हामी सल्लाह गर्नेछौँ। धन्यवाद। नमस्कार, मेरो नाम विश्वास सङ्गर। अहिले हाल मेरो घर चाहिँ धनकुटा बिच बजार। अहिले हाल चाहिँ म मोहितदेवी काठमाडौँमा विश्वास अर्नामेन्ट व्यवसाय चलाएर सुनचाँदी व्यवसाय चलाएर बसिरहेको छु। र यो ब्रदरहुड चाहिँ हामीले एक किसिमको एक आपसमा हाम्रो भाइचारा बन्ने हिसाबले, आत्मीयता बन्ने हिसाबले, भोलि पर्दा ओर्दा हामी एकजुट हुनुपर्छ भन्ने हिसाबले हो। विस्तृत रूपमा हामी फेरि बिचमा यसलाई फेरि भन्नेछौँ यसको बारेमा है। अहिले चाहिँ हाम्रो परिचय मात्रै भनौँ, मैले परिचय मात्रै कफी भनेर त्यसपछि कफी सँगसँगै हाम्रो एकअर्कामा अन्तर्क्रिया गर्छौँ। मैले चाहिँ अहिले दुर्गादेव सञ्चालन चलाइरहेको छु। मेरो घर चाहिँ दमकपुर है। अब यो ग्रुपलाई कसरी अगाडि लाने भनेर सबैले समग्रमा होइन हामी सबै छलफल गरेर अहिलेलाई त्यति मात्र होइन गर्नु। भोलि अब कसरी बढ्ने अब समग्र आउने दिनहरूमा त्यही हिसाबले जानुपर्ने हुन्छ है। अब हामी एउटा के वक्तव्यको रूपमा आफ्नो कुराहरू केही राख्न इच्छा गर्छौँ। पर्सनल्ली उभिएर यसको बारेमा के बोल्न चाह्यौँ भने हामी बोल्छौँ। त्यस पछाडि कफीको कार्यक्रम एक आपसमा अन्तर्क्रिया जसरी बोल्न पनि सक्छौँ। यसलाई वक्तव्यको रूपमा भन्दा पनि हजुरले अर्थात् भाइले यो विषयलाई चाहिँ अलिकति प्रस्ट्याइदिनु, त्यस पछाडि अनि यो ग्रुपको बारेमा चाहिँ यो के हो कसो हो होइन, यसलाई चाहिँ किन स्टार्ट गरियो, के का लागि गरियो भन्ने कुरा चाहिँ हाम्रो अविराजजीले स्पष्ट रूपमा हजुरहरूको सामु राख्दै हुनुहुन्छ है त। यो नमस्कार है सबैजनालाई। यो ब्रदरहुड भन्ने ग्रुप चाहिँ एउटा न संस्था हो, न कुनै व्यावसायिक संस्था हो, न त कुनै तपाईँको पार्टीगत संस्था नै हो। यो चाहिँ सिधा सादी भन्दाखेरि आत्मीयता, एकअर्काको आत्मीयता बढाउनलाई खोलेको समूह हो यो। अब अहिले मार्केटमा तपाईँको हाम्रो भनौँ न उपगोठहरू धेरै देखियो। हामीले सङ्घ संस्थाभित्र सबैजना नै हुनुहुन्छ सायद, सबै हामी डिफ्रेन्ट सङ्घ संस्थाको नै छौँ होला सायद। तर त्योभन्दा बाहिर बसेर पनि हामी एउटा युनिटी बनाऊँ न होइन। भोलि भनौँ न एउटा सानो एउटा केस नै भयो भने पनि सङ्घले त तपाईँलाई हेर्नेवाला छैन। एउटा एक ढिक्का भएर नै हामी अगाडि बढौँ भन्ने मान्यता लिएर यो ग्रुप खोलेकोमा सबैजनालाई धन्यवाद पनि दिन चाहन्छु। र यहाँ कोही पनि अध्यक्ष पनि छैन, यहाँ कोही केही पनि तपाईँको लिडर कोही पनि, सबैजना यो ग्रुपको आफै लिडर हो, आफै हो, सबै काम गर्ने आफै नै हो। अब परिचय दिँदा चाहिँ यहाँ चाहिँ अब ग्रुपमा चाहिँ के हुन्छ भने भनौँ न एउटा हामीले एउटा ब्रदरहुड खोलिसकेपछि यहाँनिर चाहिँ हामीले स्किल डेभलपमेन्टको प्रोग्रामहरू गर्न सक्छौँ होइन। अब हाम्रै व्यवसायमा चाहिने स्किल्सहरू आउँछ एउटा। अहिले अब यो प्रविधिको जमानामा भनौँ न स्किल एउटा
एकअर्कालाई डेभलपमेन्ट कसरी गर्ने एउटा प्रोग्रामहरू केही गर्न सकिन्छ, एउटा रमाइलो होइन रमाइलो पनि हुन्छ, त्यसमा ज्ञानहरू आदान प्रदान गर्न सकिने एउटा ग्रुप हो र यसलाई चाहिँ हामी राजनीतिकरण चाहिँ कसैले पनि नगराम र गराउनेवाला पनि छैन। धन्यवाद त्यसको लागि। र यदि कोही हामी चाहिँ यसमा चाहिँ कोही राजनीतिको र पनि नजाओस् भनेर चाहिँ हामी सबैलाई अनुरोध गर्न चाहन्छौँ र यसमा चाहिँ राजनीतिको चाहिँ र पनि नहोस् है। अनि उहाँले भन्नुभयो जस्तै सुखमा मात्रै होइन, हाम्रो ग्रुपमा कसैलाई केही पर्यो भने हामी सबै ब्रदरहुडको मान्छे चाहिँ त्यहाँ हुनु पर्यो। ल उहाँले पनि केही अब यो ग्रुप चाहिँ किन स्टार्ट गर्यो होइन, पहिला यो उपस्थिति नै जनाउँ है। अब यो ग्रुप चाहिँ किन हामीले सुरुवात गऱ्यौँ भन्ने विषयमा चाहिँ अब जस्तै अब हामीले सोचिरहेको थियौँ, धेरै अगाडिदेखि सोचिरहेको थियौँ, यहाँनिर तपाईँको विभिन्न जातिको विभिन्न आफ्नो छ नि त, जस्तै लिम्बुवानको लिम्बुवान, नेवार समुदायको नेवार छ, हरेक कुरा छ। तर हामी एउटा सक्षम व्यवसाय पनि छौँ अहिले। हामी हिजोको दिनमा थिएन होला हामीसँग, तर आजको दिनमा हामी केही कार्यक्रम गरौँ भन्दा गर्न सक्ने क्षमता भएको मान्छे पनि छौँ नि त। तर हाम्रो चाहिँ किन, हाम्रो कम्युनिटीको चाहिँ किन एकजुट नहुने त? आज हामी कोही कोटेश्वरबाट हुनुहुन्छ, कोही मैदेईबाट छौँ, कोही बानेश्वरबाट छौँ, तर एक आपसमा अहिले पनि हामी चिन्दैनौँ एकले अर्कालाई। किन त? हाम्रो एकजुटता नभएर हो नि त। हामी सङ्घ व्यवसाय, हाम्रो व्यापार बिजनेस आफ्नो ठाउँमा छ, तर भोलि पर्दा होर्दा कसले कसलाई गर्ने भन्ने विषयमा चाहिँ यहाँ आफैलाई मात्रै हो क्या। यहाँ कसैले तपाईँलाई साथ दिने सहयोग गर्ने छैन। कि अब आफू पार्टीको झोले हुनु पर्यो, कि व्यवसायको अध्यक्षहरू अलिक चाकडी गर्ने खालको हुनु पर्यो, त्यसमा हामी पर्दैनौँ पनि, त्यो गर्दैनौँ पनि। यो चाहिँ अब त्यो हिसाबले गर्दाखेरि चाहिँ अहिलेको समाजमा अहिलेको यो विभिन्न किसिमको हामी सबै भ्यालीभन्दा बाहिरबाट छौँ होइन। कोही अब व्यवसाय गरेर यिनीहरू नै बस्नु भएको छ, कोही भन्दा प्रायः भनौँ न हामी सबै भ्याली बाहिरबाटै छौँ, विभिन्न जिल्लाहरूबाट छौँ होइन। सबैले हामी व्यवसाय गरिरहेका छौँ। स्थानीय मान्छेले हामीलाई आएर ओइ तैँले किन यहाँ गरिस्, यस्तो गरिस् भनेर थर्काउँदाखेरि पनि हामी अहिले चुप लागेर बस्नुपर्ने अवस्था छ, हो कि होइन? किनकि हामीसँग स्वर आवाज एउटा मात्रै छ नि त, एउटाले बोलेर त केही पनि हुँदैन। र त्यो अवस्थामा चाहिँ यदि हाम्रो यो ब्रदरहुडले चाहिँ भोलि आइपरेको खण्डमा लु मलाई यस्तो यहाँनिर भयो, तपाईँहरूले मलाई साथ सहयोग गर्नु पर्यो भन्दाखेरि 100 जना 50 जनाको मान्छे मात्रै भेला भइयो भने पनि त्यो स्थानीय मान्छे पनि अलिकति हिचकिचाउँछ क्या कुरा गर्नलाई। बा यिनीहरूको त ठुलै सङ्गठन हो कि हो, त्यो हिसाबले गर्दा पनि त्यो सोचेर पनि हामीले चाहिँ यसलाई स्थापना गरेका हौँ। अनि अर्को कुरो भनेको अब यसमा कुनै पनि किसिमको राजनीतिक भोलि गएर यो पार्टीगतमा जाने, भोलि गएर यो केमा जाने, भोलि गएर व्यवसायको हिसाबमा जाने भन्ने यसमा केही हुँदैन। हेर्नुहोस्, विशुद्ध तरिकाले हामी एक आपसमा हामी सहयोगको भावनाले हामीले यसलाई स्थापना गरेका हौँ। र भोलि पर्दा होर्दा अब विभिन्न कार्यक्रमहरू जस्तै उहाँले भन्नुभयो, तपाईँसँग भएको आइडिया मैले लिने हो, मसँग भएको आइडिया दाइले दिने हो, दाइसँग भएको एक्सपिरियन्स आइडिया हामीलाई सेयर गर्ने हो नि। यो त सेयर गर्ने ठाउँ हो क्या। एक आपसमा हाम्रो सोच विचार, हामीले सिकेका कुरा, जानेका कुरा एक आपसमा सेयर गरौँ, रमाइलो गरौँ। र यसलाई भोलिको दिनमा के हुन्छ है, भोलिको दिनमा सङ्गठन बन्दै गर्दा आज हामी 20 जना भेला भयौँ, अर्को कार्यक्रममा 40 जना होला, 60 जना, हामी भोलिको दिनमा 100 जना पनि हुन सक्छौँ। त्यसपछिको कुरा भनेको हामीले बुझ्दै जाँदा जान्दै जाँदा गर्ने खालका कुराहरू छन्, आउन सक्छन्। त्यतिखेरको अवस्थामा हामीले गर्नुपर्ने कुराहरू पनि गर्नुपर्छ। तर अहिलेको अवस्थामा चाहिँ यो ग्रुप भनेको हामीले एक आपसमा भाइचारा, एक आपसमा एकजुटता र भोलि परेको खण्डमा हामीले एक अर्कालाई सहयोग गर्ने हिसाबले खोलेका हौ। धन्यवाद। समग्रमा त्यही नै हो। अब हामी यसो भनिरहँदा अब हामी कुनै पार्टीमा आश्रित नहुने, पार्टीसँग रिलेटेड नहुने, सङ्घ संस्थासँग रिलेटेड नहुने भन्ने कुरा चाहिँ होइन। सबैजना हामी केही न केही सङ्घ संस्थामा आबद्ध त छौँ, उच्च पदस्थ पनि होला, भोलि गएर हुने पनि छौँ। समग्रमा यही नै हो कि हामीलाई परेको बेला एकजुट हुन्छौँ हामी। हाम्रो यो युनियन, हाम्रो ग्रुप त्यतातिर छैन। अनि त्यो कान्छाले के भन्नु? ल म पर्ख, म जीवन दाइसँग लिने हो, म फोन गर्छु है त। कारखानामा चाँदी छ कि त्यसलाई टन्च गरेर गरौँला ल।